हेर्नुहोस् सेक्सन पार्टमा हामीलाई के हुन्छ भनेपछि जस्तै बिल्डिङलाई प्लानलाई कसरी काटेको छ र कतातिर एरो घुमाएको छ यसरी हामीले यसरी काटेको छौँ हेर यो हो सेक्सनको काटेको बिल्डिङलाई यसरी काटेको छ होइन र कहाँ हेर्नुपर्छ हामीलाई तल एरो डाउन छ भने तलतिर हेर्ने यहाँबाट मान्छेलाई उठाउने यहाँबाट तल हेर्ने सो यहाँबाट तल हेर्दाखेरि के देखिरहेछ यो वाललाई काटेको छ वाल छ सो त्यसपछि डोर छ त्यसपछि यो झ्याल देखिरहेछ होइन त्यसपछि अझै यो 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 वाललाई काटेको छ वाल देखाउने त्यसपछि सिधा तपाईँले यहाँबाट हेर्दाखेरि के देखिन्छ यो डोर देखिन्छ र यो वाल देखिन्छ हो कि होइन जे देखिन्छ त्यही देखाउने हो अब हेरौँ हामी के गर्ने सबभन्दा पहिला के गर्ने यहाँबाट तपाईँले एउटा सेक्सन काटिदिनु यसरी नै हो होइन यहाँ आउनुहोस् ल यो भयो नि अब यो बिल्डिङलाई म यसरी यो लाइन लिएर के गरेँ यसलाई चाहिँ काटिदिएँ होइन यसरी यो लाइन लिएर काटिदिएर एरो कहाँ छ तल छ नि सो अब यहाँबाट उभिएर हामी तल हेर्ने जे देखिरहेको छ त्यति देखाउने हो सो एक्सएल इन्टर भी इन्टर गरेर लाइन लिने एउटा हामी ठिक छ अब हेर्नुहोस् यो वाल छ नि यो वालमा काटिदिने यो ढोका देखिरहेछ नि ढोकालाई लिने त्यसपछि यो झ्याललाई लिने फेरि यो वाललाई लिने होइन त्यसपछि यो डोरलाई लिने 0.1 छोड्नु भयो नि भयो नि अब के गर्ने यसरी एउटा लाइन तान्दिने अफसेट गर्ने स्ल्याबको थिकनेस कति छ 0.15 हो नि सो 0.15 मैले के गरेँ अफसेट गरिदिएँ यसरी फेरि अर्को कति छ 3 मिटर छ कि छैन सो मैले 3 पहिला प्यारापिट हाल्नुपर्छ है हामीले ल अफसेट गर्ने 1 मिटरको प्यारापिट हाल्ने हामी पहिला त्यसपछि 0.15 3 गर्ने 0.45 छ नि सो 0.45 यो प्लिन्थको त्यो यति भयो नि सो मैले टिआर गरेर ट्रिम गरेर यो एक्स्ट्रा लाइनहरू छ नि यसलाई अब मैले अहिलेको लागि यसलाई डिलिट गरिदिएँ मजाले सिक्नु है सेक्सन ल त्यसपछि अब हेर्नु त डोरको हाइट यहाँबाट क्लिक गर्ने कुन डोर हो डी हो डीको हाइट कति छ 2.1 मिटर सो मैले यहाँबाट के गरेँ 2.1 मिटरले इन्टर गरेँ यसलाई यहाँ क्लिक गरेँ टिआर गरिदिएँ मैले यसलाई मैले ट्रिम गरिदिएँ ल भयो नि फेरि मैले लाइन लिएँ यो झ्याल हो नि हाइट त डोरकै अगाडिबाट हुन्छ हो कि होइन यहाँबाट तपाईँले कति तल जाने कुन हो डब्लु हो डब्लुको हाइट कति छ 1.2 सो 1.2 जाने ट्याकै टच टिआर गराउने यसरी ट्रिम गर्ने भयो अर्को जाने पछि गरौँला नि यहाँबाट पनि कति थियो 2.1 थियो हाइट हाइट त सेमै हुन्छ यति भयो तपाईँको भयो कि भएन
अब हेर्न सक्नुहुन्छ तपाईँहरूले के छ भनेपछि यो मैले आरसिसी यहाँनिर हालेको छ है, यो आरसिसी बिम यो हाल्न पनि सक्नुहुन्छ तपाईँहरूलाई। पहिला अब हाल्न छोडिदिएको रहेछ, अब डाइरेक्टली स्ल्याबले बढाइदिएको हुन्छ, अहिले यो हाल्न छोडिदिएको छ। म डाइरेक्टली स्ल्याबैलाई हाल्नु तपाईँहरूलाई सिकाइदिन्छु है। के गर्नु पऱ्यो, यहाँबाट चाहिँ कति जानु पऱ्यो, 3 फिट भनेपछि 1 मिटर जानु पऱ्यो, हो कि होइन। सो मैले यसलाई क्लिक गरेँ, टिआर गरिदिएँ, भयो नि। यहाँ पनि मैले 1 मिटर गएँ, ट्रिम गरिदिएँ। अब यो प्यारापिट जुन हुन्छ नि तपाईँको, प्यारापिट कि त यहाँसम्म लिँदा नि भयो। अब डाइरेक्टली तपाईँले होइन, कहाँसम्म लिने, यहीँसम्म लिउँ त होइन। मैले अलिक चेन्ज गरिदिएँ ल डिजाइन, किनकि जहाँसम्म यो ओभर ह्याङ्गिङ स्ल्याब भएको छ त्यहाँसम्म छोप्नु हुन्छ, किनभने त्यति तपाईँलाई चाहियो ठाउँ, युटिलाइज त चाहियो नि। सो मैले यति समयलाई चाहिँ प्यारापिट बनाएँ, भयो कि भएन। अब नेक्स्ट तपाईँले के गर्नु पऱ्यो, वाल डोरको अफसेट गरिदिनु पऱ्यो होइन, कि त अफसेट गर्नुहुन्न भने तपाईँले चाहिँ यहाँ डोरै राख्दा पनि हुन्छ है। अफसेट गर्नुहुन्न भने के गर्नुहुन्छ, यहाँ डोरै राख्दा नि हुन्छ। सो डोर राख्नको लागि तपाईँले कन्ट्रोल 3 मा जानुभयो भने यहाँ पनि तपाईँले डोर पाउनुहुन्छ। यहाँनिर हेर्नुभयो, यो जस्तै डोर इलिभेसन भयो नि, यो डोर इलिभेसन यो राख्दा हुन्छ क्या तपाईँले। अब ठ्याक्कै के गर्नु पऱ्यो, मैले यहाँनिर यहीँ हो नि त्यो प्लेस गर्ने, यो पोइन्ट हो। सो मैले यहाँनिर राखेँ, भयो नि। सो मैले यसलाई के गरेँ, अब थोरै यहाँसम्म बढाएँ है, यसले बढ्दैन, थोरै यतिसम्म मात्र यसको ब्लक गरेर रहेछ। सो मैले यसलाई स्केल गरेँ होइन। सो मैले पहिला पोइन्ट क्लिक गर्छु, स्केल गरेँ, यो पोइन्ट क्लिक गरेँ, आर इन्टर गरेँ, त्यसै मैले यो पोइन्ट होइन क्लिक गरेँ, यसलाई यहाँ क्लिक गराइदिएँ, ठिक छ। यसलाई म अब डिलिट हानिदिन्छु, ए ठ्याक्कै मिल्यो त, केही छैन। म यसलाई के गर्छु, हल्का डिलिट गरिदिन्छु। यो आयो नि, यो यसरी पनि तपाईँले के गर्न सक्नुहुन्छ, डोर राख्न पाउनुहुन्छ, ठिक छ। सेम तपाईँले सियो गर्नुहोस्, तर यहाँको लागि तपाईँले के गर्नु पऱ्यो, वाइट घटाउनु पऱ्यो, हो कि होइन। सो मैले यसको लागि के गरेँ, तपाईँले चाहिँ यति ट्रिम गरिदिन्छु ल, किनकि स्केल गर्नुहुन्छ भने हाइट पनि गरिदिन्छ नि त यसको होइन। नत्र यसलाई स्केल गरौँ ल, भयो नि। एम इन्टर गर्ने, जति चाह्यो तपाईँले त्यति गर्ने, थोरै अझै मिलाउनु पर्छ होइन, बडी गर्ने थोरै। ठ्याक्कै डाइमेन्सन थाहा छ भने डाइमेन्सनमा राख्नु, नाप्ने अनि ट्याक्कै ट्रेन अनुसार राख्ने, भयो नि। ढोका भयो नि तपाईँको होइन। तपाईँले झ्याल पनि राख्नु छ भने यहाँ अल्मुनियमको यो डोर छ नि, ठ्याक्कै तपाईँले यहाँनिर राख्न पाउनुहुन्छ तपाईँको यसलाई। होइन यो ब्लक गरेको हुन्छ क्या, ए गर्न पायो यहाँसम्म, यसै गर्नु पर्दैन, भयो। यसरी तपाईँले यसलाई झ्याल ढोका राख्न पनि सक्नुहुन्छ। अर्को कुरा, तपाईँले यो फाउन्डेसन राख्नु पऱ्यो जुन तपाईँले सुरुमै डिजाइन गर्नुभएको थियो, हो कि होइन। सो डाइमेन्सन त्यही लिनु होला, तर यहाँनिर मिटरको छ, मिटरमा चेन्ज गर्नु होला। म बनाइ नै दिन्छु है तपाईँहरूलाई। मैले के गरेँ, यहाँबाट मैले 1050 को लिएँ है, फेरि 1.050 मैले घटाइदिएको छु यसलाई, ठिक छ। पिसिसीलाई यसलाई मैले 0.075 यति राखेँ, ठिक छ। फेरि मैले रेक्ट्याङ्गल युज गरेँ, मैले अब के गरेँ, बडी राख्दिनँ मैले, दुईवटा, एउटा म नसोको राख्छु ल, 0.9 भयो नि। कहाँ भयो त्यो आरसी, 0.9 भयो नि। ट्याप गर्ने, यसलाई चाहिँ कति राख्ने, 375 थियो नि त होइन,
0.375 भयो नि। फेरि मैले लिएँ यहाँबाट अर्को लिएँ, अब 0.6 वाला लिएँ, 0.6 र 0.375 ठिक छ। अब अर्को जुन म लिन्छु त्यसको चाहिँ तपाईँले के गर्नु पऱ्यो, प्लिन्थको लिनु पऱ्यो ल। हेर्नु 450 छ नि यो होइन, यो पनि अब तपाईँको 0.45 लिने, ट्याब 0.45 लिने, ठिक छ। अब यसलाई मिडमा ल्याउने, भयो कि भएन? टिआर गरेर म यो ट्रिम गरिदिन्छु, 11 ट्रिम गरिदिन्छु, भयो नि। सो मैले सिओ गरेर तपाईँलाई मैले यो पोइन्ट क्लिक गरेँ, ठ्याक्कै यहाँनिर राखिदिएँ मैले, ठिक छ। अब यसको एउटा सेन्टर पोइन्ट लिएर ठ्याक्कै यहाँनिर राखिदिनु ल। अब अर्को एउटा के गर्ने, यहाँ राखिदिने, बन्यो। केही डाउट छ यसमा? यो जुन आरसी लिन्टेल छ राख्नुभएको थियो नि, त्यो यता सेट गर्नु यहाँ राख्नुपर्छ। त्यो मैले के गरेँ अहिले, यसलाई नबढाएर यसलाई बढाइदिएँ। दुइटा मध्ये कुनै एउटालाई बढाउनुपर्छ क्या। अहिलेको केसमा तपाईँले चाहिँ यो यसलाई बढाउँछ, यसलाई बढाउँदैन, त्यही भएर मैले यसलाई छोडेर यसलाई बढाइदिएँ। त्यही 1 मिटर है ल। यो पनि सेम तरिकाले बन्छ है। यसलाई, यसको मतलब के भयो, घरको अगाडिबाट हामीले भित्र हेर्ने के, यहाँबाट उभिएर भित्र हेर्ने, डोर देखिरहेको छ डोर देखाउने, झ्याल देखिरहेको छ झ्याल देखाउने, अरू केही देखाउनु पर्दैन ल। यो यो 0.1 त छोडिदिने, यहाँ छोड्नु भएको थिएन, यो मिस्टेक भएको छैन। 0.1 छोडेर डोर बनाउने। के भयो तपाईँहरूलाई, कहाँसम्म सक्नुभयो?